हेलो एभ्रिवान, आज चाहिँ मैले आफ्नै हातले मोमो बनाएको। यहाँ छ मोमो अनि यहाँ छ अचार। मैले चाहिँ अब मोमो ट्राई गर्न लागेको छु, कस्तो हुन्छ हेरौँ। यो चाहिँ मेरो फर्स्ट बाइट। म चाहिँ फर्स्ट बाइट खाँदैछु। कस्तो मिठो भएछ मैले मोमो बनाएको। किन हो जानु हुँदैन नु। हाम्रो चाहिँ यो चाहिँ मेरो सेकेन्ड बाइट। तातो तातो आफैले बनाएको मोमो आफैलाई मनपर्छ। मिठै मिठो छ। हाम्रो चाहिँ पोजिसन चेन्ज भइसकेछ। म पनि खान्छु। दिउ आमा भयो खान नढिकनमा तिमीले दिउ यहाँ खान्छ नखान। खाने राख्नु तिमी पाक्दैछ। खुट्टा गल्यो के कसको दिउ मामाको।